रवि लामिछानेको ग्रान्ड कमब्याक, ओलीको प्लान फेल, सुशीला कार्कीको बोल्ड निर्णय। रवि लामिछानेको राजनीतिक भविष्य सकिएको ठानेर खुसी मनाउनेहरू अब रुने बेला आएको छ। खेल उल्टियो, खेल पुरै उल्टियो। हिजोसम्म रवि लामिछानेलाई जेलमा कोचेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई धुलो चटाउने सपना देख्नेहरूको निन्द्रा हराम हुने खबर बाहिर आएको छ। ओली सरकारले लगाएको त्यो प्रलयकारी मुद्दा जसले रविलाई सिद्ध्याउन खोजेको थियो, आज सुशीला कार्की सरकारले डस्टबिनमा फालिदिने निर्णय गरेको छ। केपी ओलीको पावर र महेश बस्नेतको च्यालेन्जलाई एउटै निर्णयले चेकमेट। फागुन 21 चुनाव अघि नै रविको यो कमब्याकले कसको मुटुमा ढ्याङ्ग्रो ठोक्दैछ? आजको भिडियोमा हामी त्यो भित्री खेलको पर्दाफास गर्नेछौँ। अन्तिमसम्म हेर्नुहोला, किनकि आजको खबरले देशको राजनीति नै बदल्न सक्छ। सबैले सोचेका थिए रवि अब फसे। कास्की, रूपन्देही, काठमाडौँ र पर्सा चार ठाउँबाट घेराबन्दी। सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको कार्यालयले एउटा यस्तो पत्र काट्यो जसले गुन्डुसम्म कम्पन ल्याएको छ। महान्यायाधिवक्ता सबिता भण्डारी बराल, यो नाम याद राख्नुहोला। उहाँको नेतृत्वमा सरकारी वकिलहरूलाई ग्रिन सिग्नल दिएको छ। रवि लामिछाने विरुद्धका ती गम्भीर मुद्दाहरू फिर्ता ल्याऊ। ध्यान दिनुहोस्, यी सामान्य मुद्दा थिएनन्। यी थिए सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण। ओली सरकारले रविलाई जसरी पनि अपराधी करार गर्न लगाएका यी दुई सबैभन्दा खतरनाक अभियोगहरू संशोधनका लागि फिर्ता लिने निर्णय भएको छ। यो भनेको सिधा अर्थमा रविलाई क्लिन चिट दिने बाटोमा सरकार अघि बढ्नु हो। सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत रहनेछ। यसको अर्थ के हो? यसको अर्थ हो सुशीला कार्कीको सरकारले सन्देश दिन खोजेको छ, हामी रविलाई बचाउन होइन, अन्याय रोक्न आएका हौँ। समर्थकहरू भन्छन् सहकारीको मुद्दा त अनुसन्धानको विषय हो, तर सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण त ओलीले रिस साध्न, प्रतिशोध लिन र रविलाई फसाउन मात्र लगाएका थिए। चितवन जिल्ला अदालतमा त मुद्दा नै चलेको छैन, त्यसैले रविको गृह जिल्ला सेफ छ। अब मुख्य कुरा, जुन डोरीले रविलाई बाँधेर जेलमा राख्ने योजना थियो, त्यो डोरी नै सरकारले काटिदिएको छ। यो निर्णय आउन साथ सबैभन्दा ठुलो आगो कहाँ बलेको छ थाहा छ? हो, एमाले क्याम्पमा। ओलीका दाहिने हात मानिने, सडकमा रासोपालाई खुला चुनौती दिने महेश बस्नेत अहिले आगो भएका छन्। उनले खुला रूपमै यो निर्णयको विरोध गरिरहेका छन्। किनकि यो मुद्दा फिर्ता हुनु भनेको एमालेमा ठुलो धक्का लाग्नु हो। महेश बस्नेतहरू चिच्याइरहेका छन्, यो सेटिङ हो। तर रासोपाका समर्थकहरू भन्दैछन् यो सेटिङ होइन, यो न्याय हो। हिजो सत्ताको उन्मादमा जसलाई जुन मन लाग्यो त्यही मुद्दा लगाइएको थियो, आज सुशीला कार्कीले त्यो फोहोर सफा गरिदिन्। अब प्रश्न उठ्छ, यो निर्णयले देशलाई कता लैजान्छ? आसन्न फागुन 21 गते मध्यावधि निर्वाचन हुँदैछ। यो निर्वाचन रवि र रासोपाको लागि गर या मरको लडाईँ थियो, तर आज त्यो पासो काटिएको छ। सङ्गठित अपराधको दाग हटेपछि रवि लामिछाने अब जनतामाझ भिक्टिम होइन, विजेता भएर जाने बाटो खुलेको छ। विश्लेषकहरू भन्छन् यो निर्णयले फागुन 21 को नतिजा नै उल्ट्याउन सक्छ। रासोपामा नयाँ रगत सञ्चार भएको छ। घन्टीको आवाज अब अझ ठुलो गुन्जिने निश्चित छ। भिडियो मन पर्यो भने शेयर गरेर सबै नेपालीमाझ पुर्याउनुहोला। जय नेपाल।